Hello guys, welcome to my channel. सबैजनालाई धेरै धेरै स्वागत गर्दछु। अनि मेरो नाम मुस्कान हो। आज चाहिँ मैले मेरो भाइलाई लिएर आएको छु हैन। आज चाहिँ हामी मुकबाङ गर्न जाँदैछौँ। के छ भने मोमो मेरोमा 20 वटा छ, भाइकोमा 25 वटा छ है। अनि अचार चाहिँ देखिएन हैन, अचार चाहिँ यहाँ छ। गर्न फर्स्ट टाइम मुकबाङ भिडियो गर्न लाग्यो हैन, थाहा छैन के। सो हामी चाहिँ हातैले सुरु गर्छौँ ल। नो चम्मच। सो ल स्टार्ट गर्नु ल। अब गाइस कोकबाट स्टार्ट गर्नु। Cheers. लाइक यो मोमो बनाएको भिडियो चाहिँ मेरो टिकटकमा छ, गएर हेरिदिनु होला है। सो स्टार्ट गरौँ मोमो। यो चाहिँ मैले बनाएको है अनि आज नाइ मुकबाङ हो। चेस पनि गर्दैन यार, गम खाएको त। Bombastic side eye. खाए ल। Look at this. Somebody come look at this. Seriously, guys. कस्तो मिठो भएको अचार पनि। अचार ठिक्क है। मिठो भयो। मिठो ओ मामी डिस्टर्ब भयो कि? कस्तो लाग्छ तिमीलाई? यो भाइले चाहिँ अघि है गम खाइसकेको चाहिँ गम खाइसकेको चाहिँ यो माथि नै लानुपर्छ। भाइले चाहिँ बस्नलाई अप्ठ्यारो भइरहेको के दिया इस फिलिङ मैले बनाएको यो। हामी त्यति बोल्न आउँदैन होइन, तर हामीसँग त्यस्तो कुरा पनि छैन। मेरो मम्मीहरूलाई भ्लग मुकबाङमा आउनु भनेको मान्दैन। सिम्पल रेसिपीबाट बनाएको यो मोमो चाहिँ। मैले 20 वटा मोमो यस्तो हुँदो रहेछ घरमा बनाएको मोमो चाहिँ। त्यस्तो नहुने है, पसलमा त एक प्लेट खाने चल्न हुन्छ। मेरो मम्मी बाबुले 25 वटा हाल्दै थियो कि गाइजहरू। आज त त्यस्तै हो, मोमो खानै सकेन है आजलाई, यति नै। मैले चाहिँ भ्याए गाइस सबै। अब लास्ट बाइट दिए है। खान जन्मेकाहरू हौ खाऊ। झोल यस्तो दामी भयो सबै अचार है। चाहिँ मैले बनाएको गाइस। गाइस अलरेडी हाम्रो मोमो चाहिँ फिनिस भइसकेको छ होइन। मैले चाहिँ 4 जति खान सकिनँ, त्यसै भयो। भाइले चाहिँ सबै भ्याएर आजलाई यति नै भन्दै बाई बाई। यो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। थाहा भयो नि ल। बाई बाई बाई।